एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म एकदमै 40 डिग्रीको घामले टक्केर बसिरहेको छु। ठ्याक्कै अहिले म चाहिँ निजगढ आइपुगेँ भर्खरै, अहिले भर्खरै उठेको गाडीबाट। अनि आज बिहान काठमाडौँबाट हिँडेको होइन, बिचमा गाडी बिग्रेर खासमा 1 बजी आइपुग्नुपर्ने म ठ्याक्क 4:05 यहाँ आइपुगेँ। 4 घन्टा डिले भयो, गाडी बिग्रेर बल्ल तल्ल बनाइवरी म चाहिँ बल्ल यहाँ उत्रेको छु। अनि सो गाइज, आजको भिडियो चाहिँ केसँग रिलेटेड छ भनेर पक्कै पनि तपाईँहरूले थम्बनेल टाइटलबाट थाहा पाइसक्नु भएको छ। अनि सो त्यही हो होइन, सरप्राइज गिफ्ट रहेको भाउजूलाई म काठमाडौँबाट आएको छु भनेर भनेर थाहा पनि छैन। त्यो पनि डबल सरप्राइज हुने भयो आज। अनि त्यही हो, अब हामी यहाँ बसिरहेको छौँ। एकदमै गर्मी छ है, तराईमा कसरी बस्न सक्छ क्या मान्छेहरू। मलाई त एकदमै यो निसासेर गाह्रो भइसक्यो, हाँसेको हेर नि त्यहाँ। अनि उसले चाहिँ मलाई कान्छाले कति घन्टा पुगेको 5 घन्टा मात्रै हो र, बढी भइसक्यो 11 बजी। अनि सो गाइज, अब चाहिँ हामी जानुपर्छ छिटो छिटो लगाएर है। 4 बजी सक्यो, ढिला हुन्छ फेरि यताउति कागजपत्रहरू मिलाउँदाखेरि टाइम लाग्छ नि त। अनि अब हामी होन्डा सोरुम जान्छौँ। अनि त्यसपछि के हुन्छ भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। यस्तो टन्टलपुर घाममा हिँड्दैछौँ हामी। यहाँदेखि चाहिँ 5 मिनट लाग्दो रहेछ। हामी हिँड्दै जानुपर्ने हुन्छ। अनि कस्तो कि फेरि आजै छाता ल्याउन बिर्सेको क्या। यस्तो घाममा काली न काली धुस्से मुस्रे फोरै फोर, कपाल पनि झाडु जस्तो झक्रक्क परेको छ मेरो। मलाई कम गाह्रो छ। अनि त्यही हो गाइज, हामी चाहिँ अब जाँदैछौँ सोरुमतिर। अनि त्यसपछि अब दाइहरूको गिफ्ट देखेर भाउजूको रियाक्सन कस्तो हुन्छ तपाईँ पनि तपाईँहरूले भिडियोमा देख्न सक्नुहुनेछ। हजुर, खोइ अब हेर्नै पर्छ सरहरूले कति गरिदिनुहुन्छ। ठिक छ है, बेलुन सेलुन हालेर रेडी गरिराख्नु भएको रहेछ। खासमा मैले चाहिँ के सोचेको थिएँ भने त्यो राम्रो देखिन्छ नि त, बाहिर हामी आफै किनेर बेलुन हाल्नु लागि जानुपर्छ भनेको। रेडी नै गरिसक्नु भएको स्कुटी लिने भयो फाइनली। भन्दा अग्ला ल मेरो हात चाहिँ अरे हात कस्तो हेर्नु पुरै हात कस्तो रक्ते कसरी भन्ने होला हातमा त पसिना समातेर
कसरी बाँध्नु भयो छोड्ने त्यो दुईटा भयो हुन्छ गाइस हामी चाहिँ ठ्याक्कै घरनिर आइपुग्यौँ आज छिटो गर्छु भन्दा ढिला भयो मेरो दाजुले ढिला गरेर अनि यहाँनिर हामी प्रिपेयर गर्दैछौँ अनि हेलमेट चाहिँ कहाँ राख्नु त हेलमेट त टाउकोमा एउटा डिक्कीमा मलाई देख्नु परेन म थाहा भयो दुईटा डिक्की मर्छ एउटा डिकीमा हाल्यो नि त अनि एउटा साइड झुन्डाउनु न एउटा साइड झुन्डाउने तिम्रो ल्याउ नि त बेलुन बाँधेर अब मैले चाहिँ यहाँदेखि बुढाएर लानुपर्ने हुन्छ हेर्नु यहाँ अँध्यारो भइसक्यो सरप्राइजको तालमा के भयो भनेर अनि तिमी चाहिँ उता गएर त्यहाँबाट प्रिपेयर गरेर डोर्याउँदै आउँछौँ क्या त्यहाँ गएर बाबालाई पनि कल गर्नु अनि म चाहिँ यहाँ डोर्याउँदै आउँछु अनि त्यसपछि भन्नु ल आउँछ नि त बेटे आउँदैन ल जाँदैछु मम्मी खुर्सानी पऱ्यो भनेको तपाईँले भरिसक्नु भयो मम्मी बाबा बोल्ने खुर्सानी त्यहाँको आयो बाबा म आइसक्यो भर्खर आयो अहिले त अन्न आउनु न त्यहाँ बाबाले के भन्नु खोजिरहेको बोल्नु बाबाले के भन्नु होइन तपाईँलाई त्यो कुरा इम्पोर्टेन्ट कुरा हो त्यो भन्नु बस्नु त ल भन्नु त सुनिरहेको छु कि हामी त आउँदै तिमीलाई के उपहार दिन लागेको छ कि त्यो उपहार लिनको लागि तिमीले अब के गर्ने आफूमा पट्टी बाँध्नु पर्यो कि पट्टी बाँधेर जानु पर्नेछ चहाउनु भयो कहाँ जाने उनीहरू जाँदा नै जाने नि पहिला आफूमा पट्टी बाँध्नु नि त्यो चहाउनु यहाँ सुन न अब यो योजनामा अनि प्रमुख भूमिका खेल्ने अर्को एकजना हाम्रो साथी हुनुहुन्छ अब त्यो अहिले तिमीले त्यो उपहार त्यो सरप्राइज छ त्योसँग हेर्ने है हुन्छ भन्यो न ल ल अब आँखामा पट्टी बाँध खै म बान्छे मेरो मम्मीलाई को साथी आउनु भएको है छ नि गेस्ट हाम्रो साथी अब तिमीले त्यही के दिन्छ त्यही सबै हेर्ने अब तिमीले नि बुहारी पहिला राम्ररी आफूलाई बाँध्ने हुन्छ होइन बान्नु बानेर पनि आँखा छोपेर लानु यसरी गर्ने हो के होइन ए दाइ मैले डबल पारेको छु कि ल छुट्छुटो बान न बानेर पनि आफ्नो आँखाले पनि छोप यो भनेको तपाईँको होइन गेम जस्तै एउटा उनीहरूले कहाँ लान्छ अब तिमीलाई थाहा भयो देखेपछि अहिले उहाँ पुगेर खोल्छ नि त के गर्नु थाल्नु भयो होला यो घरमा अब देख्नु गयो हेर्न नपाए हामीले खोल्न भने अनि आँखा नि छोपा तिमीले ल ल ल उठाउनु है ल वर्षमाथि क्या गर्नु त्यही माथि नाटक ओभर पार्छ प्लान दो चप्पल आउँछ ओ त्यो आँखा त्यो पट्टि नि पाखापट्टि पनि आँखा छोप्नु पर्छ अन्त छोप्छ ल छैन एउटामा देखेको बले सोचेर छोड अँध्यारो छ यो राखेर के अरे अँध्यारो भयो भने बढी भाइ चुप्ला भन्ला नबोल्ला थाहा भयो पनि गिफ्ट थाहा भयो नबोल्ने उहाँ झर्दैन नबोल्ने ल चुपचाप भयो ल निसी बस्छ ल आउनुहुन्छ है यो चुपचाप भयो अरू नि छ मम्मी त्यहाँ उद्या हुनुहुन्छ है ऊ मैले गाडीपछि मात्रै एकैचोटि भने है ल ल तपाईँले रेडी भयो भने रेडी भन है अनि मात्रै म गर्छु ल
तिमीहरूले रेडी भयो भने भन्नु पहिला ए रेडी भइसक्यो होइन भयो 1 त्यो तान्यो नि तल गो तान्यो ल मम्मी बस्ने यहाँ बस्नु पछि स्टार्ट हान्नु ल हामीले स्टार्ट गरे पनि यस्तो पो ल बस्नु तर्सिनु भएछ उताको मामा मामालाई फेरि करा गरेर तर्साएको भन्नुपर्छ त कसो लाग्यो सरप्राइज त्यो सल निकाल्नु नि यार एक स्टार पनि हान्नु नि त ल बेलुन झरे केटाकेटी हेलमेट लगाइदिए आमालाई आमाले हेलमेट लाउने हो ल के गरेर आमा दिन्छु ल ल हजुरबाहरू खोइ त 2 शब्द जाओस् न अनि ओ हेलमेट फुका 2 शब्द जाओस् न अब ल 2 शब्द जाओस् न मम्मी हजुर तपाईँको तर्फबाट बेलुनलाई झार्नु कि यार खै म त रुखमा झर्न लाएर छ रुखबाट झऱ्यो के हो यो जानु आगो छेपेर ल्याउँदा त हटेर कता हो भन्नै बढी भइरहेको के यस्तो प्लान रहेछ यिनीहरू सबैको मलाई मात्रै थाहा छैन आमा ल महिनै भइसक्यो कति नै पऱ्यो मलाई थाहा छैन त्यही भने त्यस भएर त मैले पुगेन भन्यो भने आउँदैन पैसाको कता पुग्यो भन्नुहुन्छ कि बाबाले राख्नु त्यही तलब पानी राख्छ राख्छ पानीको लागि लाग्छ हाम्रो कामको के भयो खोइ गडबड भइरहेछ भन्नुभएको थियो कि यस्तो रहेछ प्लान मलाई चाहिँ के थाहा उसलाई दिन्छ भन्छु आजदेखि मान्छेलाई अर्को मान्छे साथीले नबोल्नु है तलबहरू पनि सबै आइसक्यो अँ अहिले अघि मागेको 30,000 पनि सबै आइसक्यो अब हामीलाई नमाग आया हाँस्नै भएन यहाँ ए ये हो अब 2 महिनाको स्यालेरी अनि बिहान लगेको 30,000 सबै यही हो अब ल तपाईँको फेरि हिसाब गर्ने भने फेरि त्यही भने ए ल अब तपाईँहरूको प्लानहरू सक्सेस भयो सक्सेस भयो भन्नुपर्छ अब खुसी पनि लाग्यो नराम्रो पनि लाग्यो मलाई त किनभने अब आँखा छोपेर गालान थाल्यो हो कुनी हेलमेट आँखा निकाल्दैन छोप्दा छु है मरि ल असोको दिनभरि 10 बजी गएको मान्छे कहाँ हरायो भन्छु बाबालाई सोधे पनि आइहाल्छ नि साथीहरूसँग गएको भन्छ म फेरि टेन्सन भएर 2 बजीतिर सुते त 3 बजी आउँछ होला भनेर सोचेँ कि मलाई टेन्सन भयो आमा साथीहरू भर हुँदैन कुन चाहिँ साथी आयो भन्दा उसको क्लासको साथीहरू आएछ अरे भने मलाई त कस्तो टेन्सन भयो अनि निन्द्रा पनि दुरुक उठेर आमा असौला फोन गर्नु पऱ्यो भने त असौला फोन लाग्यो उठाइन 2 चोटि लाग्यो फोन त उठाइन मलाई रिस पनि उठ्यो मारे कि त फोन त उठाए पनि कति हुन्थ्यो नि किन नउठाएको होला भन्ने टेन्सन भयो अब बुहारीलाई फेरि थाहा हो छैन होला भन्ने जस्तो लाग्यो अब बुहारीले टेन्सन हुन्छ होला अब कहाँ गयो कान्छ भनेर शङ्का अलिकति शङ्का चाहिँ के लाग्यो भने मलाई यो घरको परिवारलाई सबैले थाहा होला यो केही न केही केक ल्याउनु थाल्यो कि कान्छाले केक ल्याउनु यता ढिलो त हुँदैन थियो त्यही भएर त्यति सक नभएर रहेछ नि त होइन सरप्राइज त्यति ऊ भएन नि त अहिले शङ्का लाग्यो बा केक ल्याउनु थाल्यो क्या अरे भने अब यो त गालामा के लाग्यो त यो त मलाई केही पनि थाहा छैन गालामा के लाग्यो त हजुर चोट लागेको चोट खै के चोट लाग्यो अनि केक ल्याउनु थालेको यस्तो साथीसँग त यति ढिलोसम्म कहिले बस्दैन थियो त भन्छु माइलालाई सोध्यो भने थर्काएर बस्छ मलाई छोराको छोरा 3 भाइको अनि फुपूको प्लानहरू के अरे बाबाको छोरा जेठो छोराको कान्छा छोराको माइला छोराको बुहारीको प्लानहरू छ राम्रै भयो खुसी लाग्यो नराम्रो लाग्यो फेरि मलाई त मैले सोद्धाखेरि मदर्स डेको गिफ्ट रे के यो तपाईँको ल ठिक छ ठिक छ
मान्छे अझै बेहोसी भयो क्या। अनि आज फेरि है अरू बेला त मासु लिन जानु पऱ्यो भने पैसा माग्थ्यो यसले पैसा झिकेर लग्यो कि के गर्नु आज पैसा झिकेर मम्मी 650 पैसा दिनु त बहिनी आउँथ्यो कि आउँदैन अब बहिनी आउने कुरा गर्छ उता मम्मीबाट नि जानु छ अरे न यताबाट जानुहुन्छ कि न उताबाट जानुहुन्छ ठेगान छैन ठेगान त भएको छैन अरे हिजो है कि हिजो बेलासम्मै सोधेको मैले दाइलाई ठेगान छैन बहिनीको त खर्च छैन भनिरहेछ यता आउँछ आउँदैन थाहै छैन भन्नुभयो अनि ए लाला नत्र फोन पनि गरेर इमु फोन गरेर भने उठाउँदैन थाहा हुँदैन क्या अरे भन्यो म दाइले आज हिजो बेलुकै अब यस्तो प्लानहरू गर्छ भने मलाई के थाहा ल कहिले काहीँ हुन्छ जिन्दगीमा। भन्नु नराम्रो लाग्यो मलाई त के हो के कुरा सम्झिन खुसी हो क्या खुसीले नराम्रो लाग्यो हो क्या दुःखले होइन।